ओसोमा भिड देखेर मलाई आज अचम्म लागिरहेछ। म करिब 1 वर्ष पहिला आएको थिएँ। अब पहिला त चाहिँ नि कि यही रुट कुदिन्थ्यो। आमामा यहाँनिर पुरा एउटै खाले साडी लाएर पनि देखिन्छ धेरै मान्छेहरू। मान्छेहरू थुप्रो छ गाइज, तर यहाँनिर बबाल सर्पको पिक पनि छ गाइजहरू। यस्तो छ कि फेरि यता पनि दामी छ। भाइहरू यहाँ हुनुहुन्छ है, ह्यान्डसम हुन्छ भाइहरू। टिभीडिआर भ्लगलाई सब्सक्राइब गरिदिनु ल भाइ। टिभीडिआर भ्लग भाइहरूको भिडियोमा आउँछ भरे। यो जङ्गल चाहिँ पुरा जङ्गल यस्तो छ है गाइजहरू। आजभोलि पानी चाहिँ सुक्दै आएको जस्तो देखिन्छ। पुरा जोस् रमाइलै छ। अब यहाँ यो शान्त पनि छ। अनि यता चाहिँ पुरा दोकान सोकान छ जस्तो लाग्छ मलाई जहाँसम्म। यो साइडमा चाहिँ यो यहाँ खाजा साजा खान्छन् मान्छेले। अब उहाँनिर शौचालयहरू जस्तो देखिन्छ। अब भित्र चाहिँ पस्नु मन लागिरहेछ। एकछिन वेट गरेर पस्नुपर्छ जस्तो छ गाइसहरू। पुरा यहाँनिर पुरा छ नि गाइस। बाटो चाहिँ यस्तै छ है चिन्डे डाँडाको। फेरि पुरा रेगन हल्लेर पिङ्गो खेल्दैछ कि। फेरि दुई भाइ फेरि गइरियो भने नमिठो हुन्छ है केटा। मेरो साथी जस्तो म हो, भाइ जस्तो म हो। रेगन चाहिँ एकदम नजिकको मेरो भाइ, एकदम प्यारो। र पुरा दुईजना भाइ उकालो निस्किँदैछ। के को फमसम जस्तो छ। 2 गियर लाउँछु भाइ। गाइजहरू बाइकको तेल चाहिँ सकियो। हेलो एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ डे 4। हिजो फिसिङ गर्नु गइयो भने चाहिँ आज चाहिँ म बाइक राइडमा निस्केको छु। हाम्रो आजको डेस्टिनेसन भनेको चाहिँ चिन्डे डाँडा हुन्छ। अब हेर्दै गर्नु होला है त। ल एभ्रिवान, हामी चाहिँ अब लगभग हाम्रो स्टार्ट यात्रा चाहिँ सुरु हुन्छ है त गाइजहरू। हामी चाहिँ आजको डेस्टिनेसन अघि नै भनिसकेको छु। आजको डेस्टिनेसन भनेको चाहिँ हाम्रो हो के गरे चिन्डे डाँडा। हामी लगभग हिँडिसकेको छौँ अब गाइजहरू। म बाइक घुमाउँदैछु ल है त गाइजहरू। आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ चिन्डे डाँडा हुन्छ। आज बाइक राइडमा निस्केको छौँ। सो हेर्दै गर्नु होला है त गाइजहरू। सो हामी अहिले क्याम्पगेट आइपुगिसकेको छौँ। आज चाहिँ हामी खासमा चाहिँ चिन्डे डाँडा हिँडेको किनभने चाहिँ अब अहिले चाहिँ भानुचोकतिर जाँदैछौँ हामी। अहिले भानुचोक जानुको रिजन चाहिँ मैले हिजो त्यो के भन्छ यो सेल्फी स्टिकबाट रिमोट लिएको थियो। त्यो सेल्फी स्टिकको रिमोट, सेल्फी स्टिकको रिमोट नभएर बिजो भएर घुमाउ जस्तै हो क्या। एक्सिडेन्ट हुने चाहिँ साथी हो। तपाईँहरूले रोडहरू मौका काट्दा त्यसो हल्का भए पनि साइडहरू हेरेर काट्नु होला। जति नै हस्तार भए पनि एकछिनले केही हुँदैन साथीहरू। र एकछिनले केही नहुने म तपाईँहरूलाई जानकारी गर्दा गर्दै मेरो तेल सिद्धियो कि क्या हो गाइजहरू। यार बाइकको गाइजहरू बाइकको तेल चाहिँ सकिएको होइन। खै के भएको रिजर्भ लागेको पनि होइन। तेल त थुप्रै छ, खै के भएर यस्तो भयो होला। भर्खरै बनाएको बाइकमा त्यस्तो समस्या चाहिँ नआउनु पर्ने हो भन्ने मेरो बुझाइ छ गाइजहरू। जाँदैछु के गरेर निस्किसकेको बस। त्यो आज चाहिँ मेरो भ्लग चाहिँ
यो बाइक राइड चाहिँ भ्लगमा चाहिँ बाइक राइडमा चाहिँ भानुचोक चाहिँ हल्का भिड हुन्छ यस्तो साह्रो होइन साथीहरू पनि साँगुरो छ अब कहिले बढाउने थाहा छैन ठ्याक्कै अहिले चाहिँ हामी भानुचोक एरियामा आइपुगिसकेको छौँ हल्का भिडा पनि भेट्ने छ भानुचोकमा अब मेरो बाइकको गियर ठुलो भएछ घुम्नु पर्दा यहाँबाट चाहिँ भानुचोक आइपुगिसकेको छु कस्तो झन्डै लडियो नि यार कस्तो गाह्रो छ भने मेरो यत्तिकै आउँछ हल्का साइड दिँदैन पनि यार कस्तो खालको छ भने भानुचोक एरिया पुरा भिड पनि भिड्नै छ त्यस अरू बेला पनि यस्तै हुन्छ हल्का भिड नै हुन्छ अब यसरी माथि ट्राफिक चेकिङ छ जस्तो छ ट्राफिक चाहिँ चेकिङ रहेछ मामा मामै भन्नुपर्छ हामी चाहिँ यहाँ हिजो मोबाइल मैले लगेको आइपुगिसकेको मोबाइल गरेँ हिजो मैले यहाँबाट सामान लगेको थिएँ आज त्यो रिमोटले हल्का काम नगरेर म चाहिँ यहाँ दाइकोमा आइरहेको छु रिमोट के भयो भन्ने कुरा थाहा भएन कि गाइजहरू त्यही भएर हो हामी चाहिँ भानुचोकदेखि उँभो लागिसकेको छौँ पुरै दुईजना रेगन भाइ र म अगाडि स्कुटी अगाडि स्पिडमै छ जस्तो देखिन्छ पुरा गइरहेको फेरि मान्छे अगाडि फुत्त निस्किँदैको हेर त यसरी मान्छेले बाटो त्यहीँ जेब्रा क्रसिङ छ त्यहीँ मान्छेले कति नेग्लिजेन्स गर्छ भने अब त्यही जेब्रा क्रसबाट काट्दा हुन्छ नि त नत्र त्यतिबाट काट्दा त त्यत्रो ढिलो हतारिनु पर्ने केही छ जस्तो चाहिँ लाग्दैन आफ्नो ज्यानको खतरा लाएर मान्छेलाई बेवास्ता छ क्या वास्तै छैन त्यो जेब्रा क्रसको अर्थै छैन क्या गाइजहरू पुरा फाएर हान बुलेटवाला दाइले यार उकालोमा आम्मामा पुरा फेरि यहाँनिर एकछिन समस्या आयो यहाँ धरान कलेजमा अहिले चाहिँ हामी 0 मुनतिर आइसकेको छौँ पुरा योभन्दा थोरै तलतिर चाहिँ 1 वे बाटो छ यो चाहिँ 2 वे नै हो हाम्रो पछाडि चाहिँ थियो 1 वे बाटो उताबाट मात्रै माछा भौडीबाट मात्रै घुमेर त भानुचोक आउनु पाइन्छ ठाडै झर्नु पाइँदैन ओह्रालो चाहिँ अहिले हामी अब ठाडै जाने ओसो पुगिन्छ अब यहाँनिर यो के गरे पुलिस स्कुल कि के स्कुल छ यही मास्तिर यो चाहिँ पुलिस थानै हो अलिकति यहाँनिर यो चाहिँ पुलिस थानै हो अलिकति उ भयो अब पुलिस स्कुल होला अनि यहाँ के गरे इन्डियन आर्मीहरूले पेन्सन थाप्ने ठाउँ के हो यो पुरा रातो टेम्पो पुरा फुल स्पिडमा जस्तो देख्छु ओह्रालो झर्ने पनि स्पिडमै अब जे होस् भ्यू चाहिँ राम्रो देखिरहेछ अन्त सुरुको चाहिँ मैले अलिकति क्यामेरा तलै झरेछ र त्यति मजाले देखेँ भर्खर पो आउँदो रहेछ त्यो इन्डियन आर्मीहरूले त्यो पहिला त इन्डियन आर्मीहरू यहीँबाट भर्ती भिड्थ्यो हाम्रो दाइहरू चाहिँ यहीँबाट भिड्नु भयो होला हाम्रो पालोमा त बन्दै भइगयो भर्ती नै खुलाएन पछि पश्चिममा एकचोटि अलिक खुलाउँथ्यो पुरै उकालो अब यहाँदेखि ठाडै माथि यो के गरे बिपी पार्क भन्छ तल 18 को चाहिँ होइन यो चाहिँ खोइ कति नम्बर पर्छ यता धरान कति पर्छ थाहा चाहिँ भएन अलिक मास्तिर नै छ यहाँनिर हामी लगभग ओसो भन्दा 300-400 मिटर तल छौँ अहिले चाहिँ पुरै निस्किँदैछु रोड चाहिँ खाली जस्तो देखिन्छ आज ओसोमा मान्छे कतिको आउनु भएको छ मान्छेहरू त त्यहाँ त पहिला चाहिँ त्यस्तो धेरै हुन्थेन हुनु चाहिँ हुन्थ्यो नि आजभोलि अझै धेरै भएको देख्छु आज चाहिँ कतिको मान्छेहरू हुनुहुन्छ यसो हेर्दै जाने भन्ने हो चिन्डे डाँडा हामी चाहिँ हेलो गाइज आज चाहिँ हामी फाइनली ओसो आइपुगेको छौँ धेरै लामो समयपछि आएको ओसो चाहिँ म पुरा चेन्जेस छ ओसोमा मलाई राम्रो लाग्थ्यो पहिल्यैदेखि यहाँ अलिकति शान्त वातावरण पनि छ
मान्छे चाहिँ बबाल भिड क्या यहाँनिर है। अरू त त्यस्तै हो। आज फ्राइडे जस्तो लाग्छ भाइ बहिनीहरू पुरा यहाँ रमाइरहेको जस्तो देख्छु। हामी त पहिला रनिङ गर्नु चाहिँ आइन्थ्यो पुरा। अहिले त मान्छे त यहाँ त यो पुरा मान्छेले चिल गर्ने ठाउँ भएछ क्या गाइजहरू। यहाँनिर पुरा पार्कहरू पुरा। अस्ति फेरि एकचोटि चाहिँ बाढीले बगायो नि त साथीहरू। यो पुरा कस्तो दामी चाहिँ दामी छ होइन ठाउँ चाहिँ। तर म कस्तो हेर्छु कि यहाँनिर मान्छेले गर्यो भने चाहिँ हुने रहेछ हुनु चाहिँ है। पार्क पुरा पुरा अहिले पनि गुलाब फुलिरहेछ क्या कस्तो दामी पाराले है। अब यहाँनिर यस्तो यहाँनिर पुरा पानी निस्किन्थ्यो त्यो ढुङ्गाबाट खै छैन कि क्या आज है। अब पुरा आज भिड छ यार। ओसोमा फर्स्ट टाइम यति ज्यादा भिड चाहिँ देखेको मैले होइन। त्यो पनि कस्तो भने यहाँ पछिल्लो समय चाहिँ अब पुरा मिडियाको इफेक्ट पनि होला सायद। प्रचार प्रसार पनि राम्रै भएको छ। यहाँ चाहिँ ओसो हो। ओसो नाम चाहिँ अब यहाँनिर ओसोको ध्यान हुन्छ क्या विशेष। मैले पनि एक दुईचोटि चाहिँ आएर ध्यान पनि गरेको थिएँ भनौँ न। गर्थेँ भनौँ फुलहरू चाहिँ पुरा दामी फुलिरहेको छ यहाँभित्र। दामी छ है फुलहरू यो भित्र। अहिले म पनि छिर्छु छिर्नु चाहिँ। अहिले बाहिरैबाट पुरा हेर्दैछु। राम्रो छ जे होस्। पुरा भिड चाहिँ भिड छ मान्छे बबाल छ क्या। अब मान्छे त्यसै पनि यहाँ पहिलादेखि नै अब वाकसक गर्ने मान्छेहरू हुन्थ्यो। अहिले चाहिँ अब धरानको मेयर हर्क साम्पाङले पुरा अब अहिले यहाँनिर झन् राम्रो बनाउनु भएको छ मेयर साम्पाङज्यूले। अब यसलाई मान्छेले अब सबैभन्दा ठुलो हात त यहाँ धराने जनताको छ। विशेष धन्यवाद चाहिँ धराने जनतालाई दिनुपर्छ हामीले। किनभने यति राम्रो बनाउनुमा उहाँहरूको ठुलो भूमिका छ नि त। त्यही भएर उहाँहरूलाई दिनुपर्छ यो क्रेडिट चाहिँ भन्ने जहाँसम्म मलाई लाग्छ है गाइजहरू। आज मान्छे चाहिँ म देखेर अबै सक्ड भने क्या। आम्मामा मान्छे थोरै छ हेर्नु त। ल हेर्नु हेर्नु त ल मान्छे हेर्नु त। अब यहाँ मान्छे थोरै छ त यहाँनिर मान्छे हेर्नु मान्छे बबाल धेरै छ क्या मान्छे। चाबी लिएर आउनु ए यहाँ ल्याउ रिमोट ल्याउ त रिमोट। चाबी त्यता बाइकमै फेरि आज फर्स्ट डे भएर होला कस्तो अलमल भइरहेछ यहाँ। मलाई अलमल त हल्का हुन्छ नै। त्यही पनि आज चाहिँ धेरैवटा सामान हेर्नुपर्ने भएकोले अझ अलमल छ क्या। पुरा भिड छ हेर्नु त। बजार छ त मान्छे त बजार छ है। यहाँनिर फेरि यस्तो दामी फुल पनि छ क्या यहाँनिर। दामी फुल छ। मान्छेहरूको भिड चाहिँ बबाल छ। यहाँ बजारै लागेको जस्तो देखिन्छ। यता त्यत्तिकै मान्छे देखिन्छ यता साइडमा। यता पनि मान्छे चाहिँ बबालै छ फेरि। अब आज सायद फ्राइडे छुट्टी भएर पनि आएको। भोलिको पनि यहीँको भ्लग बनाउँछु किनभने यहाँ अबर मान्छे हुँदो रहेछ क्या गाइजहरू। पुरा आम्मामा के साह्रो भिड हो। फर्स्ट टाइम देखेको है गाइज। ओसोमा भिड देखेर मलाई आज अचम्म लागिरहेछ। म करिब 1 वर्ष पहिला आएको थिएँ। अब पहिला त दैनिक यही रुट कुदिन्थ्यो। आम्मामा यहाँनिर पुरा एउटै खाले साडी लाएर पनि देखिन्छ धेरै मान्छेहरू। मान्छेहरू थुप्रो छ गाइज। तर यहाँनिर बबाल सर्पको पिक पनि छ गाइजहरू। यस्तो छ कि फेरि यता पनि दामी छ। भाइहरू यहाँ हुनुहुन्छ है। ह्यान्डसम हुन्छ भाइहरू। टिभीडिआर भ्लगलाई सब्सक्राइब गरिदिनु ल भाइ। टिभीडिआर भ्लग भाइहरूको भिडियोमा आउँछ भरे। यो जङ्गल चाहिँ पुरा जङ्गल यस्तो छ है गाइजहरू। आजभोलि पानी चाहिँ सुक्दै आएको जस्तो देखिन्छ। पुरा जोस् रमाइलै छ। अब यहाँ यो शान्त छ। अनि यता चाहिँ पुरा दोकान सोकान छ जस्तो लाग्छ मलाई जहाँसम्म। यो साइडमा चाहिँ यो यहाँ खाजा साजा खान्छन् मान्छेले। अब वहाँनिर शौचालयहरू जस्तो देखिन्छ। अब
भित्र चाहिँ पस्नु मन लागिरहेछ एकछिन वेट गरेर पस्नुपर्छ जस्तो छ गाइसहरू पुरा यहाँनिर पुरा छ नि पुरा फुल फुलेको छ पुरा बवाल फोटोसोटो खिच्ने कार्यक्रम हुँदो रहेछ यहाँनिर पारी हेर्नु त पुरा टेम्पोको बजार छ रोटै रोड उताबाट चाहिँ आउने हो क्या यसरी अनि पुरा यो चाहिँ रोटै रोटो फेरि दामी फुल फुलेको छ आउनु होला तपाईँहरू पनि घुम्नु होला जस रमाइलो छ अलिकति पिस फिल हुन्छ गाइजहरू पुरा यहाँनिर अनि हाम्रो गाडीमा चाहिँ के लिएको हो त्यो सामान लिएको कि जस्तो लाग्यो भाइलाई पनि वेलकम पुरा मान्छे चाहिँ बबाल छ कि मलाई आफै सक भइरहेको छु धेरै पछि आएको पुरा बबालै दामी चाहिँ छ है ल यहाँको ठाउँ त पहिला म आउँदा पनि यस्तै थियो 1 वर्ष अगाडि आउँदा पनि अहिले पनि त्यस्तो चेन्जेस चाहिँ होइन त्यही पनि यहाँनिर मान्छे धेरै देखेर होला मलाई पनि कस्तो खुसीवाला भाइब्स आइदिरहेको क्या अनि यहाँनिर बेबी राम्रो बेबी हुनुहुँदो रहेछ अनि यहाँनिर अब टिकट काट्नु पर्ने होला पुरा नछिर्नु भनेको अब खोइ के हेर्नु होला र छिरिसकेको पुरा उता सबै देखिनै सकेको छ त्यही पनि बबालै दामी छ केही छैन अब यसलाई अझै पनि राम्रो बनाउने होला जहाँसम्म लाग्छ मलाई चाहिँ अब यहाँ नछिर्नु होला यहाँनिर टिकट काट्ने ठाउँ चाहिँ छ किनकि म पहिला नै अलरेडी छिरिसकेको छु क्या अनि त्यही भएर नछिरौँ होला भन्ने मलाई लागेको छ छिरिसकेको छु नि त आज हाम्रो एकजना दिदी आउनु भएन दिदी यहाँको दिदी एकजना दिदी हुनुहुन्छ नि यहाँ होइन एउटा रहिनी दिदी हुनुहुन्थ्यो नि उहाँले जब छोड्नु भएको त होइन यहाँनिर एउटा मेरो दिदी हुनुहुन्थ्यो तल को कल्याण चोकको आज देख्दै गाइस हामी लागिसकेको छौँ हो 3 डाँडा हो आजको हाम्रो टार्गेट चाहिँ आज पुगेरै छाड्ने हो रोड चाहिँ कति छ त्यसमा चाहिँ राम्रो छैन अनि त्यही पनि गाडी जाने भन्ने चिल खानु चिल्लै छ जस चिसो छ अब जस चिसोमा अब गएर यहाँ चाहिँ खानुपर्छ होला भन्ने हो अन्त खै यहाँ यस्तो चिसो छ उहाँ त कस्तो चिसो होला बबाल चिसो छ रोड चाहिँ बबाल छ यस्तै रोडा छ फेरि रोड चाहिँ गाह्रो छ क्या रोड चाहिँ गाइजहरू पुरा 2 जना आएर के गर्दै हुन्छ थाहा चाहिँ छैन त्यही खाएको खाएको होला मारेर छाड्ने रहेछ नि त रोडले त यार रोड बगाल छ गाइडहरू यहाँ रोडले त मार्छ त यो रोडले त रोडा त होइन हौ गाइड रोडा देखेर मलाई डर लाग्छ क्या पहिला मजाले लडेको छु 2-4 चोटि झम्कातिर रोडामा चिप्लेर विपिन साथी र म विपिन साथीलाई पनि सम्झिरहेको छु र फेरि आज भयो भोलि भयो भेट्छु साथीसँग अहिले साथी पनि जम्मा आफ्नै कामले बिजी म आफ्नै कामले बिजी साथीहरूसँग भेट पनि हुँदैन विशाल साथी बाहिर गयो अब हामी भेटे साथीसँग जस गुड मेमोरी छ जस ऊ आफ्नै भविष्यको लागि गयो हामी विदेश पनि जानु सक्छु छैन एक दिन जानुपर्छ नै होला सायद के गर्नु र नेपालमा केही छैन तर भने त छनु त छ त्यही पनि अब गाह्रो छ प्रगति हुनु चाहिँ गाह्रो छ नेपालमा लोकसेवा दियो भने 365 दिनमा पास हुँदैन के गर्नु पढ्नै फेरि अल्छी लाग्छ बबाल अल्छी लाग्छ अल्छी छ फेरि पानी अल्छी गर्ने पानी छ फेरि त्यतिको रोड त के हो यसमा रोड त काम देला जस्तो छैन त रेगन रोड त काम देला जस्तो छैन त रोडले त मलाई त लगायो त हौ भिडियो भइरहेको छ होइन
पछाडि सिधा टाउको बनाउने पानी आउन आउँला जस्तो छ त यार पानी आयो भने त फेरि कति हुन्छ है किन्ती क्या गाइस बाटो चाहिँ यस्तै छ है चिन्डे डाँडाको फेरि पुरा रेगन हल्लेर पिङ्गो खेल्दैछ कि फेरि दुई जाए दुई भाइ फेरि गइरियो भने नमिठो हुन्छ है केटा मेरो साथी जस्तो म हो भाइ जस्तो म रेगन चाहिँ एकदम नजिकको मेरो भाइ एकदम प्यारो र पुरा दुईजना भाइ उकालो निस्किँदैछ के को फर्मसम जस्तो छ दुई गियर लाउँछु चेरीको बाटो त लास्टै झुट छ त हौ गाइस के हो यो गाह्रो छ त हौ चक्का चिप्लिन्छ भने डर लाग्छ क्या गाइस मलाई चाहिँ अरू भन्न चक्का चिप्लियो भने चाहिँ फेरि गइन्छ नि त फेरि पानी लगाइदिएर रहेछ नि त न्युट्रल बस्दिँदैछ फेरि पुरा गाइस बाटै हिलो हुने गरी पानी चाहिँ कसले लाग्यो यहाँनिर चुटेको रहेछ आमा पुरा छ त हौ भाइ बाटो त यार अटरीको के हो गाइस यस्तो दिदी त रोडै देखेको किन हौ मैले यार गाह्रो छ यो रोड देखेर त अङ्कल चाहिँ निकै मेहनती हुनुहुन्छ जस्तो देखिन्छ पुरा कालोमा धरानदेखि यहाँ आइपुग्नु भनेको सानो कुरा युवाहरूमै हुँदैन त्यतिको जोस भिरको टुप्पो पुग्नु पर्ने रहेछ त्यही पनि यस्तो खतरा बाटो रहेछ भने कुदाउने पानी परेकोलाई त कुदाउनु सजिलै हुन्छ होला गाइस अझै अहिले त्यो पक्कीमा कुदाउने बानी भएर कच्चीमा अलिक चक्कालाई फालिदिँदैछ यार पछाडिको चक्कालाई भयो गाइस लगभग चिन्ने डाँडा नजिकै चाहिँ आइयो बाटो चाहिँ यो के हो पनि त थाहा छैन तपाईँहरूले नै हेर्नु होला पुरा गिद्दी छ भने रोडा फेरि ओह्रालो त्यही पनि यहाँनिर चाहिँ मान्छे वान मिस्टेक भयो गेम फिनिस भयो पुरा खतरा छ नि बाटो यहाँ हेर्नु न तपाईँहरू आफै पुरा यहाँनिर गाह्रो छ है गाइसहरू गाह्रो छ गाइस खतरै पो रहेछ त हौ बाटो त किन भोकाले म रन्काइदिनु मन लाग्छ हौ फेरि कुखुरा के हो फेरि यो आमामा बाटो चाहिँ बबालै खतरा छ अब बाटो चाहिँ खतरा छ बाटो चाहिँ बबाल नै छ जस्तो देखिन्छ ल फाइनल्ली आइपुगिसक्यो हामी चिन्डे डाँडा बबाल देखिरहेछ पुरा बबाल देखिरहेछ है बबाल देखिरहेछ चिन्डे डाँडा चाहिँ गाइस है रेगन झर्नु नसकेर बाइकबाट मलाई कस्तो कमेडी लाग्छ क्या रेगन फेरि फाइनल्ली गाइस हामी चिन्डे डाँडा आइपुगिसकेका छौँ तपाईँहरूले हेर्दा हेर्दै हामी चिन्डे डाँडामा छौँ अहिले चाहिँ सो जे होस् बाटो चाहिँ अप्ठ्यारै भयो भने हल्का मुड फ्रेस एउटा एक खालको आनन्द पिस चाहिँ हुन्छ है गाइजहरू आउँदा होइन हल्का चाहिँ रिक्स छ किनकि रोडा छ क्या बाटो पनि राम्रो छैन टर्निङ पनि पुग्दैन रिक्स बिना त केही पनि हुँदैन भन्छ नो रिक्स नो गेम भन्छ नि त त्यो टाइपको छ बाटो चाहिँ होइन त्यस्तो मरि नै हाल्छ जस्तो पनि होइन तर साह्रै चक्का त्यो पछाडिको चक्का गुड्किने क्या अब रड्किएर अर्कोतिर जाने यता पुरा धरान सहर बबाले दामी देखिरहेछ सायद मौसम पनि खुलि नै रहेछ र अब तपाईँहरूलाई हाम्रो नेपाल सरकारले बनाएको भ्यू टावर देखाउँछु र यस्तो ठाउँमा यो राज्यको
धन चाहिँ अब लाउँदा अब त्यो होला विकासकै लागि होला सायद के को लागि होला हैन अब किन लाएको होला यस्तो ठाउँमा चाहिँ जस्तो लाग्छ कि यो माथिको जंगल त्यो माथिको त्यो निलो निलो देख्छु अब त्यहाँनिर चाहिँ के चाहिँ हुन्छ क्या को चाहिँ गइदिने क्या त्यहाँनिर अब त्यो जंगल भित्र पुरा जंगल छ त्यहाँनिर पुरा जंगल छ त्यहाँनिर अब को चाहिँ गइदिएर र त्यहाँ चाहिँ अब के चाहिँ एक्सपेक्टेसन हुन्छ क्या त्यहाँनिर को चाहिँ आइदिएर त्यहाँनिर लगानी गर्नुको औचित्य के छ क्या त्यहाँनिर केही छ जस्तो चाहिँ लाग्दैन मलाई हैन तैपनि अब सरकारले गरेको सबै कुरा राम्रो हुन्छ भन्ने पनि छैन यो चाहिँ मेरो पर्सनल भ्यू हो हैन तल धरान रङ्गशाला देख्दैछु हैन अलिक मजाले देखिँदैन कि मेरो आँखाको लेन्स भन्दा कमजोर छ जस्तो छ फोनको लेन्स मैले चाहिँ तल देखिसके हाम्रो त्यो अलिक देखिँदैछ त्यो यो निरो हो त्यो यता निरोको हो त्यो स्टेडियम यहाँ भाइ सानो भाइ हुनुहुन्छ कहाँ घुम्नै आउनु भएको जस्तो देखिन्छ हेलो भाइ के छ ठिकै छ कहाँ हो घर धरान 16 कतिमा पढ्छ ए ल टिभीडीआर भ्लगलाई सर्च गर्नु ल अनि सर्च गरेर सब्सक्राइब पनि गरिदिनु ल हाम्रो भाइले 1 सब्सक्राइब गरिदिन्छु भनिसक्नुभयो बहिनीहरूले पनि ल अनि अब हाम्रो दिदीहरूकोतिर पनि जान्छु म यहाँनिर आज यता पछाडि धरान देखिरहेछ यता चाहिँ हाम्रो दाजुहरू घुम्नु आउनु दाइ घुम्नु आउनु भयो हो यता हजुर घुम्न आएको ओहो मेरो युट्युब च्यानलमा स्वागत छ तपाईलाई धन्यवाद ल टिभीडीआर भ्लग छ तपाईले सब्स्क्राइब गरिदिनु पर्यो है दाजु टिभीडीआर भ्लग छ तपाईहरुले फेरि पनि भन्छु सब्स्क्राइब गरिदिनु होला यता हाम्रो दिदीहरू हुनुहुन्छ यहाँ दाजु हुनुहुन्छ सायद उहाँले टेम्पो कुदाएर ल्याउँदै गरेको जस्तो देख्थ्यो हो तपाईले मेरो टिभीडीआर भ्लग छ है हजुर सब्स्क्राइब गरिदिनु होला ल दिदीहरूलाई पनि यहाँ कति राम्रो बेबी हो के अब है तपाईहरुले पनि यस्तै बेबी बनाउने भने चाहिँ छिटो बिहे गर्नुपर्ने हुन्छ है ल गाइजहरु कस्तो राम्रो हो क्या फेरि होइन राई मलाई त्यस्तै भन्छ सबैले टिभीडीआर भ्लग छ है दिदीहरु सब्स्क्राइब गरिदिनु ल टिभीडीआर तेज बहादुर दुमी राई हजुर टिभीडीआर हैन हजुर सब्स्क्राइब गरिदिनु होला है त तपाईहरुले पनि यता हाम्रो बहिनीले पनि ल तपाईलाई स्वागत छ युट्युब च्यानलमा ल टिभीडीआर भ्लगमा स्वागत छ बहिनी अलिक लजाको जस्तो देखिन्छ आहा के हो यहाँनिर आज म अचम्ममा परे हैन एक्कासी हाम्रो भाइ आइपुग्नु भएको छ यहाँनिर हैन के गरे प्रशान्त भाइसँग भेट भइरहेछ मलाई आज एक्कासी अचम्म लाग्यो है मैले पनि भाइलाई भेटेँ हैन खुसी लागिरहेछ फाइनल्ली गाइस हामी आएर पनि अब चाहिँ फर्किने बेला भइसकेको छ हैन अब चाहिँ हामी फर्किन्छौँ हामी फर्किनुलाई रेडी भाइ रेगन भाइले त्यहाँ झोला सोला मिलाउँदै हुनुहुन्छ प्रशान्त भाइ चाहिँ अब यहाँ भाइ बहिनीहरूसँग आउनु भएको रहेछ अनि खाजा खानु जान्छु दाइ भन्दै हुनुहुन्छ अनि हामी चाहिँ त्यहाँ छ मेरो बाइक चाहिँ अब हामी जानुलाई रेडी छौँ र आजको भ्लग चाहिँ यहीँ इन हुन्छ लेट्स इन